हजुर, अहिले यो एनपिएल सिजन 2 चलिरहेको छ होइन? त्यसको हजुर बारेमा अलिकति हामी छोटो कुरा गर्छौँ। हुन्छ तिमीलाई चाहिँ कुन टिमको तिमी सपोर्टर हो होइन? अनि तिमीले यसलाई चाहिँ हजुर कसरी हेरिरहेको छौ? के कति बुझेको छौ तिमीले यसमा? म त विराटनगर किङ्सको सपोर्टर हो मलाई चाहिँ यस्तो एउटै स्पेसिफिक भन्ने चाहिँ छैन, सबै टिम मलाई मनपर्छ। तर पनि म चाहिँ काठमाडौँ र जनकपुर बोल्ट्सको सपोर्टर हो। अब यसमा हामीले हेर्दाखेरि अब 8वटा टिमहरू अहिले रहेका छन् होइन उम्, एनपिएल 2मा। जसमा चाहिँ सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, पोखरा पोखरा एभेन्जर्स चितवन राइनोस एन्ड जनकपुर जनकपुर बोर्ड्स बोल्ट्स रहेका छन्। अब अहिलेसम्मको एनपिएल 1को डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स थियो भने अब उपविजेता चाहिँ सुदूरपश्चिम रोयल्स रहेको थियो भने अहिलेको एनपिएल 2मा चाहिँ सुदूरपश्चिम रोयल्स, त्यसै गरी सेकेन्डमा विराटनगर उम्, राम्रो देखिएको विराटनगर छ धेरै राम्रो देखेको जितको छ हिसाबले। जसरी अब म्याचहरूमा चाहिँ अब कुनै प्लेयरले राम्रो खेल्यो, 1-2वटा प्लेयरले राम्रो खेल्यो भन्दैमा पनि त्यो टिमले जित्छ नै भन्ने नहुँदो रहेछ। उम्, यो चाहिँ लाइक T20 टाइपको गेम हो नि त होइन? अनि अब कुनै टिमले चाहिँ अब सुरुदेखि नै राम्रो खेल्दै गयो भने र टिमवर्क राम्रो भयो भने लास्टमा बाउन्ड्री बढी पड्काइदियो भने फेरि गेम जित्यो त्यही त होइन? त्यो पनि हुँदो रहेछ। अब यहाँ हेर्दाखेरि अब दिपेन्द्र ऐरी, सन्दीप लामिछाने, करण केसी, करण गुलसन केसी झा गुलसन झा होइन, जिमी निसम यिनीहरूको राम्रो देखिरहेको छ होइन? कुशल भुटेलले पनि राम्रो कुशल खेलेर भुर्तेले पनि व्यक्तिगत रूपमा राम्रो रन हानेको देखिन्छ। तर जित्न चाहिँ अब पोखरा एभेन्जर्सले एउटा मात्रै गेम जितेको छ। त्यसै गरी सुदूरपश्चिम रोयलले 5/5 नै जितेको देखिन्छ। तर टार्गेट पनि धेरै धेरै दिएको थियो नि पोखराको त्यही भएर पनि होला के हो दुइटामा टार्गेट पनि बढी फिल्डिङहरू पुग्यो पनि र टाइट गरेर होला एउटा प्लेयरले मात्रै राम्रो खेलेर चाहिँ जितिँदो रहेनछ। टिमवर्कै त्यो चाहिने त रहेछ हो होइन? वा भनौँ त्यो पिचको अवस्था भनौँ वा त्यो सुक्खा वा गिलो भएर पनि त्यसले पनि फरक पर्ने होला होइन? पहिलो इनिङ खेल्नेलाई असर पार्ने वा दोस्रोलाई। त्यसै गरी अब दोस्रो काठमाडौँ गोर्खाजले 6वटा म्याचमध्ये 4वटा जितेको देखिन्छ होइन? त्यसै गरी विराटनगर काठमाडौँ किङ्सले 5वटा म्याचमध्ये 4वटा जितेको देखिन्छ होइन? लुम्बिनी लायन्सको के छ त्यस्तै छ, 5वटामा उसले 2वटा जित्नु मात्रै सकेको छ। त्यसै गरी कर्णाली कर्णालीकोमा याक्सले मात्र एउटा जितेछ आउट अफ 5वटा गेममा होइन? अब पोखरा एभेन्जर्सको पोखराले के पनि छ, एउटा एउटा मात्र म्याच चाहिँ जितेछ 4वटा म्याचमध्येमा। त्यसै गरी चितवन राइनोजको के छ, अब हाफ लाइक अब 4वटा गेममा 2वटा गेम जितेको छ, 2टा हारेको छ होइन? र जनकपुर बोर्ड्सले चाहिँ 4वटामा 4वटै गेम गुमाउन पुगेको छ। थ्याङ्क यू।